मेरे देश में पेपर लीक हो रहा है हमें चाहिए सबको त्यही त त्यत्रो वर्षमा वर्ष चाहिँ मिहिनेत गरेर पढेर गरेर हुन्छ लास्टमा पेपर लिक भएर चाहिँ जो चाहिँ अब केपेबल छैन जसले चाहिँ गर्न सक्दैन ऊ चाहिँ भइरहेछ क्या अब ऊ चाहिँ के अरे ऊ चाहिँ अब डक्टर भइरहेछ क्या के गर्ने अब। हेलो गाइज वेलकम टु माई च्यानल। म चाहिँ यो सेकेन्ड भिडियो लिएर आइरहेको छु। मेरो पुरानो युट्युब च्यानल टर्मिनेट भएदेखि चाहिँ नयाँ भिडियोहरू बनाउन खासै मन लागेको थिएन। तैपनि फेरि पनि अहिले यो इन्डियामा नेपालमा जस्तै जिन्जी प्रोटेस्ट भइरहेछ नि त होइन, आन्दोलनहरू यो के अरे सायद एक्जाम पेपरहरू लिक भएको उसमा चाहिँ अहिले प्रोटेस्टहरू भइरहेछ, दामी प्रोटेस्ट भइरहेछ, एकदम भयङ्कर प्रोटेस्ट भइरहेछ। अन्त स्टुडेन्टहरूलाई दह्रो छुटिरहेको छ मैले देखिरहेको थिएँ क्या। अनि त्यसको बारेमा चाहिँ हाम्रो इमिएबाट भन्टाईले चाहिँ बोल रहा है सडक भन्ने गीत बनाएको थियो। अनि मलाई त्यसमा चाहिँ एकदम रियाक्सन गर्न मन लाग्यो क्या। सायद मैले एकचोटि दुईचोटि त सुने त त्यस्तो राम्रोसँग सुनेको छैन होइन, त्यही भएर म तपाईँहरूसँगै बसेर सुन्नको लागि चाहिँ म आइरहेको छु। प्लिज 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 मेरो च्यानललाई चाहिँ सपोर्ट गरेर चाहिँ मेरो सब्सक्राइब गरिदिनु होला। त्यति भन्दै होइन, बाँकी कुरा कति तपाईँहरूलाई नि मेरो कुरा सुन्न झ्याउ लाग्छ होइन, त्यही भएर म एकैचोटि भिडियोमा जाँदैछु। प्लिज प्लिज 1 लाइक 1 सब्सक्राइब, सेयर गर्न मन लाग्छ भने सेयर पनि गरिदिनु होला। कमेन्ट गर्न मन लाग्छ भने के छ कस्तो छ के गर्नुपर्ने छ भनेर सुझाव पनि दिनु होला। अब भिडियोतर्फ लाग्यो है त। ल म चाहिँ के सुरु गरेर जाँदैछु। What are the major strengths and weakness of our India? Strength of India. What the major strength of India? You guys. अब बोल रहा है सड़क किसके पास है जवाब, बोल रहा है सड़क जा रहे हमें किस दिशा, बोल रहा है सड़क बुराई का तू कर सफा, बोल रहा है सड़क क्या पहुंचा तेरे तलक। किस तरह सब शान बेटे पकड़े काय को किस तरह, पढ़ने वाले बच्चे काय को पिट रहे यहाँ इस तरह। एकदम त्यो लाठीचार्जहरू गरेको होइन, पानीको फोहराहरू हानेको देखाइरहेको थियो क्या। त एकजना सायद एकजना लेडिज पनि मऱ्यो क्या हिजो क्या अस्ति त्यो लाठीचार्जबाट होइन। अनि मैले देखिरहेको थिएँ क्या स्टुडेन्टहरूलाई कुटेको लाठीचार्ज गरेको। अब खोइ किन त्यस्तो भइरहेछ है। हुन त अब केही न केही त उनीहरूको पनि मजबुरी होला होइन गर्नुपर्ने, तर जे भइरहेछ त्यो चाहिँ नहुनु थियो। अब भए पनि छिटो त्यसको चाहिँ समाधान एउटा हल निक्लियोस्। जे भए पनि म त्यही होप गर्छु, किनभने स्टुडेन्टहरूको फ्युचर बिग्रिरहेछ, सडकमा आएर आन्दोलन गरिरहेछन् होइन। त्यही भएर जति सक्दो सर्ट आउट होस् यो कुराहरूलाई। किस तरह सब शान बेटे पकड़े काय को किस तरह, पढ़ने वाले बच्चे काय को पिट रहे यहाँ इस तरह। गलत के खिलाफ यहाँ आवाज उठा हर दफा, मर चुका है उम्मीद या जनता खड़ी है खफा। ये सच्चाई ये है फलसफा इस दफा, कैसे जाने देंगे इस दफा किस दिशा हम जा रहे मर रहे बच्चे हर दफा। संविधान बोलता है कर सकता है तू सवाल, आवाज उठा शांति से सीखा हमने गांधी से, अंग्रेज के खिलाफ हम लड़े जैसे आंधी से शांति से, जीते हम शांति से, उसी तरह आज भी हम जीतेंगे शांति से। पूछ उस माँ से क्या दर्द है जो खोए अपने बच्चे को, सिस्टम से लड़ते जो इतना कुछ होके भी क्यों कुछ नहीं करते ब्रो। त्यही भएर नेपालमा पनि भएको थियो नि त होइन, त्यो जति पनि मान्छेहरू मरे जेन्जी प्रोटेस्टको बेलामा नेपालमा तिनीहरूको आमाहरूलाई एकचोटि सोधेको कस्तो भयो आफ्नो एउटा सन्तान गुमाउँदाखेरि, भर्खरको जवान सन्तानहरू गुमाउँदाखेरि कस्तो भयो होइन। नहोस् भन्ने चाहन्छु म पनि त्यस्तो चाहिँ होइन, एकदम त्यो हुनै नहुने कुराहरू भइरह्यो नि त होइन। मेरो नेट स्लो भयो के हो, भिडियो पनि कस्तो अड्किरहेको चलिरहेछ, खै मेरो त भाग्यमै छैन क्या युट्युबर बन्ने भनेको लोपा होला जस्तो छ। अपने बच्चे को सिस्टम से लड़ते जो इतना कुछ होके भी क्यों कुछ नहीं करते ब्रो। देश के लिए खड़ा होना यहाँ सबका फर्ज है ब्रो। चाहिए पीस ना चाहिए हमें कोई वायलेंस, गलत लोगों सिस्टम से करो यहाँ पे माइनस। फ्रीडम ऑफ स्पीच गलत चीजों पे ना साइलेंट, यहाँ पीसफुल प्रोटेस्ट हो रहा कौन हो रहा वायलेंस। हम पे तोड़ सकते लाठी जुनून कैसे तोड़ोगे, देश की भलाई के लिए खड़े यहाँ पे बोलोगे क्या बोलोगे। त्यही त अब एकदम लागि परेर गर्छु नि भनेर आन्दोलन भयो प्रोटेस्ट भयो भने त कहाँ सक्छु त सक्नु त होइन, पपुलेसनले भ्याउँदैन नि होइन। अब यो जति मान्छे मर्दै जान्छ त्यति एग्रेसिभ हुँदै जान्छ नि त, त्यो जति सक्दो चाँडै सर्ट आउट भए त राम्रै हो। अनि अरू भने त्यस्तै हो, कोही पनि घाइते नहोस्, कोही पनि नहोस्, लफडा नहोस्। अब यो भन्टाईले भने जस्तो जो सिस्टममा बसेको करप्टहरू छ उनीहरूलाई हटाउने जस्तो हटाएर गरेर राम्रो चाहिँ सिस्टम ल्याउनु पऱ्यो। ठिक छ, फर्जी इलाज करे असली जो डॉक्टर वो रास्ते पे मार्च करे।
क्या बोलोगे जब फर्जी इलाज करे असली जो डॉक्टर वो रास्ते पे मार्च करे स्टूडेंट्स रास्ते पे पीक हो रहा है जो फर्जी डक्टर छ त्यसले चाहिँ इलाज गरिरहेछ भने त त्यसले चाहिँ उपचार गरिरहेछ त्यो चाहिँ हस्पिटलमा छ होइन जो फर्जी छ तर ओरिजिनल जुन डक्टर हुनुपर्नेहरूले चाहिँ सडकमा प्रोटेस्ट गरिरहेछ इलाज करे असली जो डॉक्टर वो रास्ते पे मार्च करे स्टूडेंट्स रास्ते पे पीक हो रहा है तुम ही बताओ क्या सब ठीक हो रहा है गलत इलाज से कौन यहाँ ठीक हो रहा है क्या करे मेरे देश में पेपर लीक हो रहा है हमें चाहिए सबको त्यही त त्यत्रो वर्ष चाहिँ मिहिनेत गरेर पढेर गरेर हुन्छ लास्टमा पेपर लिक भएर चाहिँ जो चाहिँ अब केपेबल छैन जसले चाहिँ गर्न सक्दैन ऊ चाहिँ भइरहेछ क्या अब ऊ चाहिँ के अरे ऊ चाहिँ अब डक्टर भइरहेछ क्या के गर्ने अब पेपर लिकको कारणले गर्दाखेरि सायदै भइरहेको त एक सा सम्मान मिले जिसको जो आता उसको वही काम मिले ईमानदार जो किरदार उसे नाम मिले जो है गद्दार साला कभी हमसे ना मिले नहीं होने देंगे करप्ट में किसी के भी तरफ बस देश की जब बात तो सच्चाई की है तलब बच्चे क्या ही किए गलत बस कानून चाहिए अलग घर से बाहर आके देख तो सच्चाई मांगे सड़क कोई ये पार्टी वो पार्टी कर रही है सच्चाई पर ना किसी को यहाँ बातें करनी है क्रांतिकारी बन रहे युवाओं को क्रांति करनी है बेटी पढ़ रही नहीं है बेटी को यहाँ लाठी पड़ रही है अब बोल रहा है सही बेटीले पढ्न पाएको छैन बेटीहरूलाई लाठी चाहिँ परिरहेको छ क्या होइन शान्तिपूर्ण आन्दोलन गरिरहेको थियो तर लाठीचार्ज गऱ्यो पार्टीको लागि पार्टी मेरो पार्टी भनेर उसले बचाउने होइन त्यही त हो नेपालमा पनि त्यस्तो त भएको थियो नि एकताका होइन सबैले आफ्नो मात्रै राम्रो गर्ने आफ्नो मात्रै हेर्ने आफ्नो मात्रै गर्ने त हो अनि बेटी पढ्न पाएको छैन लाठी बसिरहेको छ सही वर्ड युज गरेर छ कि बन्डाइले ह्याट्स अफ बन रहे युवाओं को क्रांति करनी है बेटी पढ़ रही नहीं है बेटी को यहाँ लाठी पड़ रही है अब बोल रहा है सड़क किसके पास है जवाब बोल रहा है सड़क जा रहे हमें किस दिशा बोल रहा है सड़क बुराई का तू कर सफा बोल रहा है सड़क क्या पहुंचा तेरे तलक भगत सिंह की आग बाबा साहेब का संविधान न्याय और आजादी से बना मेरा हिंदुस्तान इस्तेमाल ना होने देंगे हम इस दफा मर चुका है उम्मीद या जनता खड़ी है कफा ये सच्चाई ये है फलसफा इस दफा कैसे जाने देंगे इस दफा किस दिशा हम जा रहे मर रहे बच्चे हर दफा संविधान बोलता है कर सकता है तू सवाल Take a decision in common and march in a cooperative way on that road which is bound to lead us to unity. संविधानले चाहिँ भन्छ सवाल गर्न सकिन्छ उ गर्न सकिन्छ भनेर तर अब खोइ त अहिले त है लाठी पडिरहेछ चार्ज भइरहेछ अब असुर ग्यास होइन पानीको फोहरा हानिरहेछ होइन जे भने अब छिमेकी मुलुकको चाहिँ जस्तो भए पनि चाँडै शान्ति मिलोस् बच्चाहरू नमरुन् प्रोटेस्ट चाँडै अन्त्य होस् प्रोटेस्टको र सबैले न्याय पाउन् जुन रोडमा आएका बच्चाहरूको स्टुडेन्टहरूको चाहिँ त्यो मागहरू संशोधन होस् अनि त्यो जुन अहिले स्थिति भइरहेछ त्यो चाहिँ चाँडैभन्दा चाँडै राम्रो होस् होइन मलाई चाहिँ दामी लाग्यो गीत होइन मलाई नेट पनि एकदम पहिलो भिडियो के भयो भने नेटहरू पनि एकदम अड्केर भिडियोहरू पनि कोही राम्रोसँग बनाउन पाएन ठिकै छ ट्राई गर्छु अब चाहिँ कोसिस गर्छु त गाइज कस्तो लाग्यो मेरो भिडियो होइन मैले चाहिँ त्यस्तो प्रोफेसनल रियाक्ट गर्ने मान्छे त अब सिक्दैछु गर्दैछु अरूको हेरेर भए पनि सिक्दैछु यति भन्दै प्लिज होइन तपाईँहरू अब अरू बाहिरको मान्छेहरूलाई त लास्ट सपोर्ट गर्छ सब्सक्राइब गर्छ भिडियोहरू मन पराउँछ हेर्छ अनि हामी नेपालकोलाई पनि सपोर्ट गरिदिनु होला तपाईँहरूले एउटा लाइक एउटा सब्सक्राइब गरिदिएमा त केही फरक पर्दैन नि त प्लिज होइन यति भन्दै मेरो पनि 2 शब्द टुङ्ग्याउँछु भनेर क्या ठिक छ मेरो पनि च्यानललाई सपोर्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला म अझै यसको बेटर बनाउने कोसिस गर्दैछु यति भन्दै आजको भिडियोबाट बिदा चाहन्छु पिस आउट जय नेपाल।